जापान कुनै बेला थियो जब यो नामले मात्रै विश्व अर्थतन्त्रमा भूकम्प जान्थ्यो। तर आज त्यही देश विगत 30 वर्षदेखि एउटा लामो आर्थिक मन्दीको दलदलमा फँसेको छ। आखिर एउटा चमत्कार कसरी यस्तो भयानक प्रकोपमा बदलियो त? आउनुहोस् आज हामी यही आर्थिक रहस्यको पत्र केलाएर हेरौं। ल सुरु गरौँ आजको जापानको अवस्थाबाट। अहिलेको जापानलाई हेर्दा पत्याउने गाह्रो हुन्छ कि यो त्यही देश हो जसले 1980 को दशकमा सारा संसारलाई आफ्नो आर्थिक शक्तिले हल्लाएको थियो। आजको जुन वास्तविकता छ त्यो साँच्चै नै चकित पार्ने खालको छ। सोच्नुहोस् त, जापानको राष्ट्रिय ऋण देशले एक वर्षमा कमाउने कुल रकमको अर्थात् जीडीपीको 248% छ। यो तथ्याङ्कले जापानलाई संसारकै सबैभन्दा ऋणी देश बनाउँछ। यो केवल एउटा नम्बर मात्र होइन, यो त एउटा गहिरो आर्थिक सङ्कटको सबैभन्दा ठूलो सङ्केत हो। अनि यो सुन्नुहोस्, यो त झनै अचम्मको कुरा छ। जापानमा आजकल कम्पनीहरू पैसा नभएर होइन, काम गर्ने मान्छे नै नपाएर बन्द भइरहेका छन्। कस्तो उल्टो स्थिति, जहाँ व्यापार गर्ने अवसर छ तर काम गर्ने जनशक्ति नै छैन। यो सबै सङ्कटको जड हो जापानको जनसङ्ख्या हो। हरेक 5 जनामा 1 जनाको उमेर 70 वर्षभन्दा माथि छ। यसको असर कस्तो छ? स्कुलहरू खाली हुँदैछन्, गाउँका गाउँ रित्तिँदैछन् र देशलाई चाहिने युवा जनशक्ति खतरनाक तरिकाले घटिरहेको छ। त्यसो भए सबैभन्दा ठूलो प्रश्न यही हो, कुनै बेला संसारकै सबैभन्दा गतिशील र सम्भावना बोकेको अर्थतन्त्र कसरी यस्तो 30 वर्ष लामो पासोमा फस्न पुग्यो? ल यो आर्थिक रहस्यको गहिराईमा डुबुल्की मारौं। आजको अवस्था बुझ्नको लागि हामीले थोरै समयमा पछाडि फर्किनुपर्छ। जापानको त्यो सुनौलो युगमा जब उसले असम्भवलाई पनि सम्भव बनाएर देखाएको थियो। दोस्रो विश्वयुद्धको खरानीबाट उठेर जापानले कसरी आफूलाई विश्वशक्ति बनायो? अमेरिकी लगानीको सहारामा जापानले केही दशकमै आफूलाई एउटा यस्तो औद्योगिक पावर हाउस बनायो कि सारा विश्व हेरेको हेरे भयो। यो आफैमा एउटा चमत्कार थियो। 1980 को दशकमा त जापानको दबदबा यस्तो थियो कि सोच्नुस् त, विश्वका 10 ठूला कम्पनीमध्ये 6 वटा जापानी थिए। सेमिकन्डक्टर बजारमा त उसको एक छत्र राज थियो। अवस्था यस्तो थियो कि अमेरिका जस्तो देश पनि जापानसँग डराउन थालेको थियो। तर भनिन्छ नि, हरेक उत्कर्षको पतन निश्चित हुन्छ। जापानको लागि त्यो पतनको सुरुवात एउटा अन्तर्राष्ट्रिय सम्झौताबाट भयो, जसले उसको भाग्यको गाडीलाई पुरै उल्टो दिशातर्फ मोड्यो। त्यो घटना थियो प्लाजा एक्कोर्ड। खासमा जापानको यो अनियन्त्रित आर्थिक वृद्धि देखेर अमेरिका र अरू शक्तिशाली देशहरू आत्तिएका थिए। त्यसैले उनीहरूले मिलेर एउटा सम्झौता गरे जसको एउटै लक्ष्य थियो, जापानी येनलाई महँगो बनाएर उसको निर्यातलाई ध्वस्त पार्नु। अनि त्यसको असर त तुरुन्तै देखियो। हेर्दा हेर्दै केवल 2 वर्षमा जापानी येनको भाउ डलरको तुलनामा झण्डै दोब्बर भयो। यसको मतलब के भयो? मतलब हिजो जुन सोनीको वकम्यान वा टोयोटाको कार विदेशमा $100 बिक्थ्यो, अब त्यसको मूल्य $200 भयो। त्यो पनि रातारात। अब यो सङ्कटसँग जुझ्न जापानले 2 वटा ठूला कदम चाल्यो। पहिलो, आफ्ना महँगा कारखानाहरू विदेश सार्ने, र दोस्रो, देशभित्रै लगानी बढाउन ब्याज दरलाई 5%बाट घटाएर 2.5%मा झार्ने। तर दुःखको कुरा, यही कदम नै उसको विनाशको कारण बन्न पुग्यो। हो, सरकारको त्यो कदमले देशमा नयाँ उद्योग जन्माएन, बरु सट्टेबाजीलाई जन्म दियो। ब्याङ्कबाट सस्तोमा ऋण पाएपछि मान्छेहरूले त्यो पैसा नयाँ प्रविधिमा होइन, शेयर बजार र घर जग्गामा अन्धाधुन्द खन्याउन थाले, जसले गर्दा इतिहासकै सबैभन्दा ठूलो आर्थिक बबल अर्थात् फोका बन्यो। शेयर बजार त पागल नै भयो। निके इन्डेक्स केही वर्षमै 6000बाट बढेर लगभग 39,000 अङ्कमा पुग्यो। माहौल यतिसम्म उन्मत्त थियो कि टोयोटा जस्ता कम्पनीहरूले कार बेचेर भन्दा पनि शेयरमा लगानी गरेर बढी नाफा कमाइरहेका थिए। तर हरेक फोका एक दिन फुट्छ। बजारको यो पागलपन रोक्न सरकारले ब्याज दरलाई 2.5%बाट 81 बढाएर 6% पुर्यायो। बस यही एउटा कदमले पिनले बलुन फुटाए जस्तै काम गर्यो। घर जग्गा र शेयरको मूल्य 50 देखि 70% खस्यो र बजार पूर्ण रूपमा ध्वस्त भयो। यो गिरावटको असर कति गहिरो थियो भन्ने कुरा यो नम्बरले बताउँछ। 34 वर्ष। जापानको स्टक बजारलाई आफ्नो 1989 को त्यो शिखरमा फेरि पुग्न पुरै 34 वर्ष लाग्यो। सोच्नुस् त, एक पुरै पुस्ताको जिन्दगी त्यही आर्थिक पीडा र स्थिरतामा बित्यो।
तर यो अङ्क र तथ्याङ्कभन्दा पनि ठूलो कुरा त त्यो मानवीय मूल्य हो जुन जापानले चुकायो। यही सङ्कटले जोम्बी कम्पनी र हराएको पुस्ता जस्ता दुःखद अवधारणाहरूलाई जन्म दियो। जोम्बी कम्पनी, यो कस्तो नाम हो? यी यस्ता कम्पनी थिए जो वास्तवमा मरिसकेका थिए, तर केवल ब्याङ्कको ऋणको ब्याज तिर्नको लागि मात्र सास फेरिरहेका थिए। उनीहरूले न कुनै नयाँ आविष्कार गरे, न नयाँ रोजगारी सृजना गरे, बरु देशको अर्थतन्त्रलाई दशकौँसम्म पछाडि धकेलिरहे। र त्यसपछि आयो हराएको पुस्ता। त्यो बबल फुट्दा कलेजबाट भर्खर निस्केका लाखौं युवाहरूले जीवनमा कहिले राम्रो जागिर पाएनन्। आज पनि 50 वर्ष पुगिसकेका मानिसहरू आफ्ना बुढा आमाबुवाको पेन्सनमा बाँच्न बाध्य छन्। उनीहरूको पूरै पुस्ताको सपना र सम्भावना सबै चकनाचुर भयो। त्यसो भए जापानको यो लामो र दुःखद आर्थिक यात्राबाट हामीले के सिक्न सक्छौँ त? किनभने यो कथा जापानको मात्र होइन, यो सारा विश्वको लागि एउटा चेतावनी पनि हो। पहिलो पाठ, काम नलाग्ने असफल कम्पनीहरूलाई कृत्रिम तरिकाले बचाइराख्नु हुँदैन। उनीहरूलाई डुब्न दिए मात्र नयाँ र राम्रा कम्पनीहरूको लागि ठाउँ बन्छ। दोस्रो, आफ्नो अर्थतन्त्रलाई एउटै देश वा व्यापारिक साझेदारमाथि धेरै निर्भर बनाउनु खतरनाक हुन्छ। र तेस्रो र सबैभन्दा महत्त्वपूर्ण कुरा, देशको सबैभन्दा ठूलो सम्पत्ति भनेको त्यहाँका शिक्षित र रोजगार पाएका नागरिक हुन्। उनीहरूको प्रतिभालाई खेर जान दिनु हुँदैन। र अन्त्यमा एउटा गम्भीर प्रश्नमा आएर यो कथा टुङ्गिन्छ। जब कुनै देशको अर्थतन्त्र ऋणको थुप्रोमा टिकेको छ र त्यहाँको जनसङ्ख्या पनि लगातार घटिरहेको छ, के त्यस्तो देशमा आर्थिक स्थिरता अनिवार्य छ? जापानले आज जुन बाटो हिँडिरहेको छ, के भोलि विश्वका अन्य देशहरू पनि त्यही बाटोमा हिँड्न बाध्य हुनेछन्? यो यस्तो प्रश्न हो जसको उत्तर सायद भविष्यले मात्र दिन सक्ला।